भाइ एसपिआर डगटमा हजुरलाई धेरै धेरै स्वागत छ। क्रिकेटको माहौल चाहिँ अब हामी बच्चा हुँदाखेरि चाहिँ म चाहिँ मामा घर गइरहन्थेँ बढी। मेरो मामा घर चाहिँ आसाम इन्डिया हो होइन। अनि हरेक इयर नै जाने। हाम्रो नेपालमा पशुपतिनाथको फोटा, त्यतिखेर राजा हुँदाखेरि राजा रानीको फोटाहरू यस्तो यस्तो हुन्छ नि हाम्रो नेपालीमा। हामी सानो हुँदा त्यहाँ अलमोस्ट सबैको घरमा सचिन तेन्दुलकर, कपिल देव अनि हामी ठुलो भर्खर राहुल द्रविड आउँदै गर्दा राहुल द्रविड यङ हुँदाको राहुल द्रविडको फोटोहरू मलाई, अनि सचिनको एकदम सानोको क्या भर्खर इन्ट्री गरेका स्टार्ट गरेको फोटो, अनि कपिल देवले ट्रफी उठाएको फोटोहरू घर घरमै प्राय देख्ने क्या। त्यतिखेर मैले ठुलो भइकन दुईचोटि रोएँ क्या। एउटा बहिनी बिहा गर्दा एकचोटि त्यो गेम हेरेर रोएको छु क्या। म खेलेको सिरिज नेदरल्यान्डसँग थियो। त्यो म्याच हेर्न चाहिँ म नेदरल्यान्ड नै गएको थिएँ कि पारसीलाई म्यासेज गरेको थिएँ म आउँदैछु है भनेको थिएँ। पछि म जाँदाखेरि म्याच त्यहाँको सुरु पनि भएको थियो हेरेँ। तर त्यो जुन हिसाबको यस्तो क्रेजको बिचमा अडियन्सको बिचमा हुनुपर्ने म्याच थिएन क्या। त्यो व्यवस्थित थिएन। फ्ल्याट ग्राउन्डमा बस्नेहरू पनि त्यही चौर नै जस्तो लगभग उभिएरै हेरे जस्तो उभिएरै। त्यो हाम्रो गाउँतिर फुटबल हुँदा बस्ने ठाउँ हुँदैन नि, क्रिकेटै हुँदा पनि बस्ने ठाउँ हुँदैन, त्यस्तै थियो त्यो माहौल चाहिँ कस्तो लाग्छ त सुदूरपश्चिमको म्याच हुँदाखेरि चाहिँ फ्यान्सको भनौँ न अलि विशेष, किनकि त्यो उपस्थिति होइन जुन किसिमको क्रेज छ। तपाईँले चाहिँ के अब्जर्भ गर्नुभएको छ? यो त अब चेन्नईको म्याच हुँदाखेरि खेले जस्तो भाइब्स आउँछ। जर्सी पनि येल्लो छ होइन। फेरि यो क्रिकेटमा चाहिँ येल्लो जर्सी भएको जहीँ पनि खतरै देखाएर आएको छ। अस्ट्रेलिया होस्, चेन्नई होस्, सुदूरपश्चिम होस्। अनि फ्यान फलोवरहरू, आइकोनिक फिगरहरू पनि बढी हुनुहुन्छ। अघि भने जस्तै धेरै खेलाडीहरू, धेरै फ्यान बेस भएको भेग भयो। के छ के लाग्छ हजुरलाई योपालि फाइनली थर्ड सिजनमा आएर पहिलो जर्सीले ट्रफी उचाल्ला त? दिपेन्द्र सिंह ऐरी नेपालले यस्तो खेलाडी पाउन निकै कुर्नुपर्छ र यो खेलाडीलाई धेरैभन्दा धेरै सदुपयोग नेपालले गर्नुपर्छ। चाहे रनिङ होस् बिट्विन द विकेट्स, चाहे फिल्डिङ होस्, चाहे ब्याटिङ होस्, चाहे बलिङ होस्, अहिले 2020 को क्याप्टेनसिप होस्, सुदूरपश्चिमको फ्रेन्चाइजमा अथवा इन्टरनेसनल फ्रेन्चाइजको अझै सदुपयोग गर्न पाए हुन्थ्यो। किनभने वर्ल्ड रेकर्ड होल्डर हो जसले नो बलमा 50 हानेको 2020 सायद त्यो रेकर्ड तोडिन। आई थिङ्क त्यो बराबर मात्रै हुन सक्दैन। अब